अहिले जापान किन आउने? न वर्किङ राम्रोसँग लागेको छ, न ह्यान्ड क्यासमा आउँछ, न ब्याङ्क क्यासमा नै धेरै पैसा हुन्छ। तर पनि जापानमा धेरै स्टुडेन्टहरू आइरहेको देखिरहेको छु। डिपेन्डेन्टमा पनि अहिले काम पाउन साह्रो गाह्रो परिरहेको छ। त्यही पनि धेरै नेपालीहरू चाहिँ जापान आइरहेको छ। सबैको आफ्नो एउटा चाहना हुन्छ। आउनु म भन्दिनँ, नआउनु पनि म भन्दिनँ। तर पहिलेको सिचुएसन हेरिकन अहिलेको जापानको सिचुएसन एकदमै गाह्रो छ। जति नै अहिले निहुँगो गएकोमा पढ्दै हुनुहुन्छ, प्लिज तपाईँले चाहिँ तोक्तेकिनको भिजाको एउटा सर्टिफिकेट लिएर राख्नु होला। किनकि अहिले सेन्मन गएको पढेर पास हुनेहरूको N2, TOEIC, ओड, एक्सल, बिजनेसमा हुनेहरूको चाहिँ प्राय भिजाहरू नलागेको देखिरहेको छ। त्यही भएर यदि तपाईँ निहुँगो गएकोमा तपाईँले तोक्तेकिनको भिजा लिनुहुन्छ र तपाईँसँग एन्फोको सर्टिफिकेट छ भनेदेखि तपाईँको वर्किङ लागेन भने पनि तपाईँले 5 वर्ष जापानमा SSW को भिजा लिएर तपाईँ बस्न सक्नुहुन्छ। त्यही भएर जति नै अब निहुँगो गएको सकेर सेनमा जाँदै हुनुहुन्छ भनेदेखि चाहिँ पछि वर्किङ लाग्न कुन चाहिँ सब्जेक्टले तपाईँलाई धेरै हेल्प हुन्छ त्यो चाहिँ गर्नु होला। र तपाईँले सेन्मन गएको चुज गर्दाखेरि चाहिँ सबैभन्दा राम्रो सेन्मन गएको चुज गर्नु होला। तपाईँको भविष्य अब सेन्मन गएकोले नै प्रिडिक्ट गर्छ। यदि तपाईँको सेन्मन गएको नै नराम्रो भयो भनेदेखि तपाईँको वर्किङ लाग्ने चान्स पनि कम हुन्छ।